हेलो गाइस, हामी चाहिँ होइन आज रातै सुट हेलो हेलो गाइस, फाइनल हामी चाहिँ रात हेर्नु न फेरि यहाँ कक्कलाई यसको यहाँ बर्थडेमा जानु लागेको यहाँ अहिले चाहिँ हेर्नु सक्नुहुन्छ यहाँसम्म चाहिँ राति मेरो हात चाहिँ यहाँ के अरे क्यामेरा होल्डर नम्बर होइन यहाँ चाहिँ हातले गरिरहेको छ रातिको मौसममा गाह्रो छ मलाई राति यहाँ अहिले टक्क लाएर हेर्नु राति हेर्नु न यहाँ अहिले मामा आएर अटाएको टेन्सन हुन्छ अहिले राति त भ्लग गरौँ भ्लग गरेको छ भन्नु होला आफ्नो टाइमै यही त हेर्नु पाउनुहुन्छ त्यो पनि जान्नु थियो त्यो पनि यहाँ टेन्सन भइरहेको छ मलाई खाना गाइस बत्ती मिलाउन पैसा बत्ती मिलाउन आइदिएको छ चढिङ यस्तो एउटा मजा चढेको छ है पछाडि चाहिँ अटाउने ल्याउ न सिधा गर्छ यार कस्तो डर लागेको छ यहाँ त अस्तिले गरेको मैले गरेँ भने मैले कति हान्छु यहाँ कति हान्छु
घरतिर जाँदाखेरि गाह्रो छु अब गाह्रो टायर 5 मिनट अलि छिटो आयो भनौँ न के छ तपाईँमा साह्रो बङ्किलाएर हिँडेन लेफ्ट साइड हामी लेफ्ट साइड गाइस गाउँतिर हामी बाटोतिर लाइदिएर बाटो तताएर जाने रमाइलो हान्ने होइन गाइस टन्न भएर पनि आयो अब त खाना पनि खाइदिनु होला लाइसेन्स बनाउनु जानु पर्यो नि लाइसेन्स पनि छैन फेरि गाइस मसँग केही थिएन अब राति चाहिँ 8 बजीतिर डर लाएर छिटो आएको फेरि है हामी हामीसँग त पावरवाला गाइस के गर्नु बाइकको हातमा पावर छैन के गर्नु गाह्रो छ मलाई चेन्ज गरेर लेफ्ट साइड गाह्रो छ गाह्रो छ गाइस बनाउनु जानु पर्यो भने खोलाएर अब अलि दिनमा जान्छु म हतार सकेपछि लाइसेन्स बनाउनु त्यसपछि अहिले आफ्नो बाइक सिकेर बाउको बाइक हो बाउको बाइकमा त कति चलाउनु आफ्नो बाइक पनि चलाउनु पर्छ बाइक मिहिनेत गर्नुपर्छ कहाँ पुगिन्छ आफूलाई थाहा हुँदैन गाइस मिहिनेत गर्नु चाहिँ नछाडौँ है कहिले पनि वर्ष नै चिन्ता थियो गाइस मात्रै गऱ्यो घाँटी गऱ्यो सब्सक्राइब गरिदिनु होला प्लिज काजी भ्लगमा होइन काजी अब के गर्नु काजी छोडेर गइहाल्यो काजीलाई मैयाले छोडी गाइस केही पनि केही छैन सक्छ नि पाएको छैन
डाउन गर्नुपर्छ अब यहाँबाट एकछिन लोग्नु गाइस यता फेरि सुनसान पर्छ यता चाहिँ अब बाटो छ क्या माता डर हुन्छ बाटो जस्तो बाइकको त डर गाह्रो जब मन लाग्यो भने तब मन लाग्न पनि हामी त आफै पछिल्लो पछिल्लो मर्छु पछि जाने यतिमै जाने जाउँ है पकाइसक्यो जाउँ एकबार खुसी लिएर फाइनल गाइस आइडिया छ चढी यस्तो डरो म त चढेको छ है पछाडि चाहिँ अटो आउँदैन सिधा ल्याउ न सिधा अब चाहिँ हामी घरै गर्छ यार कस्तो डर लागेको छ यहाँ त अस्तिको गरेको मैले चढेँ मैले कति हान्छु यहाँ कति हान्छु
देखाएर आइसकेको छ मैले हतारमा त्यहाँ भिडियो बनाउनु पाइएन यताउता गर्दा होइन मान्छे धेरै थिए अनि भिडियो गर्नु पाएन अब यताउता घरतिर लाग्यो होइन त्यहाँ त घरतिर जाँदाखेरि गाह्रो थियो अब गाह्रो ट्यायर पार्दै नै अलिक छिटो आयौँ भनौँ न टिकट आयो तपाईँमा खाएर बङ्कुलदार हिँडेर आयो लेफ्ट साइड हामी लेफ्ट साइड गाइस त्यहाँतिर हामी बाटोतिर लगाइदिएर बाटो सताएर जाने रमाइलो हान्ने होइन गाइस टन्न भएर पनि आयो अब त खाना पनि खाइदिनु होला लाइसेन्स बनाउनु जानु पऱ्यो नि लाइसेन्स पनि छैन फेरि गाइस मसँग केही थिएन अब राति 8 बजीतिर चेकिङ डर लगाएर छिटो आएको फेरि है हामी हामीसँग त पावरवाला गाइस के गर्नु बाइकको हातमा पावर छैन के गर्नु गाह्रो छ मलाई
लेफ्ट साइड जाडो छ जाडो छ गाइस बनाउनु जानु पर्यो भने मसला र अब यही अब अलि दिनमा जान्छु म हतार सकेपछि आइटम बनाउनु त्यसपछि अहिले आफ्नो बाइक लिएर बाउको बाइक हो बाउको बाइकमा त कति चलाउनु आफ्नो बाइक पनि चलाउनु पर्छ बाइक मिहिनेत गर्नुपर्छ कहाँ पुगिन्छ कहाँ पुगिन्छ आफूलाई थाहा हुँदैन गाइस मेहनत गर्नु चाहिँ नछाडौँ है कहिले पनि सङ्घर्ष नै चिन्ता थियो गाइस मात्रै गऱ्यो घाँटी गलेको सब्सक्राइब गरिदिनु होला प्लिज काजी भ्लगमा होइन काजी अब के गर्नु काजी छोडेर गइहाल्यो काजीलाई मैयाले छोड्यो गाइस केही पनि केही छैन मट्टै पाएको छ अहिले मैले मात्र डर हुन्छ लाग्छ जस्तो बाइकको त डर गाह्रो जब मन लाग्यो भने त मन लाग्न पनि हामी त आफै पछिल्लो धेरै मन दुख्यो
कोसी लाने यतिमै जाने जाऊ है लगाइसक्यो जाऊ एकवटा कोसी लिएर फाइनल गाइस हेलो फाइनल गाइस हेर्नु सक्नुहुन्छ हामी चाहिँ राति हेर्नु न हेर्नु न रातिको भ्यू हेर्नु न यहाँ हेर्नुहोस् न मन्दिर हेर्नु मन्दिर चितनी पिछे त्यहाँदेखि जति त्यहाँ बाँच्यो मन्दिरमा होइन त्यो यहाँ त कुदाउनु पर्छ है बस यहाँ बाघले चल्दैछ भने सबैलाई भाइ मोडमा चाहिँ अब मेरो हातले एउटा हातले भ्लग गरेर आएको छ मन्दिर देखाइदे भाइ अब चाहिँ यार यसको भाइको आनन्द मौसम आज त हेलमेट नानी खराले गाइड होइन यहाँ मान्छेले बोलेको गएन मलाई चाहिँ नबोलाएर गएछ जाति आउँछ बोलेको त गएन मलाई नबोलाएर गएछ नानी छोरा हारेर आएछ शान्ति हामीलाई अहिले जाला प्रगति चलिरहेको छ हातमा बाइक यता हातमा आइपुग्यो ओडारे आइपुगेका छौँ उता हाम्रो अगाडि ट्रेनिङ गर्छु